आज त किराले खाएको दाँत दुखेर मर्ने नै भइसक्यो भने केही खान पनि हुन्न। ल्वाङ चपाएपछि निको हुन्छ भनेर ल्वाङ चपाएको के को हुन्छ? यो दाँत दुख्न चटक्कै हुने उपाय भनेको अब फुकाल्ने त होला नि, केही उपाय छैन। अनुहारमा लगाउने क्रिम सकिएको पनि निकै दिन भएको थियो। अनुहार फुटेर हेरी साध्य भएको थिएन, क्रिम किन्न भनेर गएको। फेरि यो रोड क्रस गर्नुपर्ने गाडीले झ्याम्मै हान्दियो भने छैन। आज मैले पसलमा फापरको साग लिएर आएको थिएँ, कोठामा पनि एक मुठा लिएर आएँ। मलाई फेरि अति नै मनपर्ने केलाउन अल्छी लागिरहेको बेलामा सुमित्रा आएर मजाले केलाउँदै रहेछ। ल दिदी पकाउनु त भन्दै थिएँ, म पकाउने त खाने भनेर जिस्काएर भुत्लाइदिएको, रिसाइ क्यारे भने। आज फेरि मेरो हात खुट्टा यति धेरै कटकट खाएको थियो कि मर्ने बेला भइसक्यो दुखेर। जाडो फेरि त्यस्तै भइरहेछ भने तातो तातो खाना पकाउनुको साटो पहिला एक कप चिया खान पर्यो भने चिया बसाले, त्यसपछि मुख धुनलाई पानी तताउनलाई बसाले। यो एक कप चिया खाएपछि बल्ल अलि जाडो कम भयो भने फेस वासले मुख धोएपछि चिसो पानीले पखाल्नलाई यति धेरै चिसो हुन्छ कि त्यही भएर बाठो भनेर तातो पानी तताएको हो क्या। आज हिजो बिहानदेखि भिजाएको लुगा यति धेरै चिसो भएर कोठाग्रेर बसेको छ कि यो लुगा पनि पखाल्नै छ। मैले तातो पानीले मुख धोको त केही अर्थै भएन। यस्तो चिसो पानीले कपडा पखालिसक्दा त मेरो हात त कक्रक्कै भयो भने चट्ट लसुन र खोर्सानी पड्काएर मैले चाहिँ फापरको साग पकाउन बसालेँ। यो फापरको साग खाएपछि फेरि हात खुट्टा झमझमाउने होला। यता फेरि यो सुमित्रालाई खाना मलाई नि पर्खिए भने त खाना बसी पो सकिछ बाँदरले त। म पनि फेरि सँगै साग लिएर गएर मजाले खुर्सानी टेकेर एकदम स्वादसँग खाएँ। एक्लै खानुभन्दा त साथीसँग बसेर खान छुट्टै मजा हुन्छ नि त। अब चाहिँ अघि ल्याएको क्रिम फेसमा दल्नु पर्यो है त। मैले चाहिँ फेसमा खासै केही क्रिमहरू युज गर्दिनँ क्या। यो सनस्क्रिन पनि पहिलोचोटि हो। यो भन्दा अगाडि पोन्स क्रिम युज गरेको थिएँ। मेरो अनुहारमा त यति धेरै चायापत्ती निस्क्यो कि कुरै छोड। अब फेरि यो क्रिमले पनि सुट नगर्ने हो कि मेरो अनुहार बिग्रियो भने बर्बादै हुन्छ। खै मलाई त केही थाहै छैन भने यो क्रिमको बारेमा खासै म केही युजै गर्दिनँ। यो क्रिम लगाइसकेपछि त फुटेको ठाउँमा कस्तो धेरै पोल्यो भने आजलाई चाहिँ यति नै। भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गरेर अल नोटिफिकेसन नभुल्नु होला। भाइ राधे राधे।